के भयो मैले त्यो शेयर गर्दै अब मान्छे आफ्नै गडा गर्नु त यो पक्रिनु
नेट कनेक्ट नभएर 15 जना पुग्यो ल 18 जना पुग्यो ल अब आउँछ अब आउँछ दिदी पक्रिँदै गर्नु त म आउँदैछु हल्लै पक्रिनु किन अहिले पनि हुन्छ देखाइदिनु मान्छेलाई सकेको हो क्या तिम्रो यस्तो बानी बानी हल्ला नगर्नु न यहाँ मान्छे हेरिरहनु के हो यो अघि के देखाएको कि 18 फ्रिज भयो हाम्रो बेहुली बन्ने तिमी बेहुली कहाँ गर्नु के भयो तामा चोरी हो बन्द भइसक्यो यति बेला कसको बस्छ चाहिँ बन्द हुन्छ 8 बजी त यहाँ त 7 बजीमा झार्छु भयो मेडिकल पनि अथवा होइन 20 पुग्यो अहिले त अब यहाँ डान्स सुरु हुन आँटेको छ मान्छेहरूले यहाँ पर्खिरहेको बाबा के कहाँ गइ गर्छ नाङ्लै लग्यो क्या बोलाउने हो मलाई भेट्दैन राणापाले कालु चिन्छ राणापाले कालु चिन्छ फिनिश गरेर पोस्ट गरिदिनु भाउजू
बेग बजाएर यो पक्रिनु त्यसलाई फिनिस गरिदिनु यो पक्रेर यहीँ बस्नु है फेरि उता गयो भने चाहिँ नेटवर्क आउँदैन नि वाइफाई आउँदैन गोजीमा हाल्नु त म दोकान गराउँछु यता उता गर्नु तुझले हालेको छैन अरे 18-20 जना होला नि 10 रुपैयाँ दिँदैनलाई सबै रुममा राख्दिछु ल अनि यो समाजको पैसा पाउँदैन त के गर्नु 10 रुपैयाँ दरकार दिनु पर्यो चुच्चो पारेर क्या यसरी पैसा हालेर भन्दिउ न म डबल के रे लाइभ गरेको कि यिनीहरु नाच्दै नाच्दैन नाच्दैन क्या अनि नाच्ने दिदैन त्यसो नाच्छन् हो दिदीको नाच्नु अब कान्छालाई फोन लाग्यो लाग्यो उठा किन सेलायो बाबाको लागि भेर भन्न बाबाको लागि भेर भन्न खाली मलाई हेर कस्तो
के भने फिनिश गर्दै मैले